नमस्कार। सम्पूर्ण समादरणीय व्यक्तित्वहरूमा नमस्कार। खोइ कहाँबाट सुरु गर्ने, कसरी सुरु गर्ने? हामीले धेरै लामो यात्रा गर्नुपर्नेछ, तर सुरुवात अहिलेसम्म भएको छैन। धेरै लामो यात्रा हो। सुरुवात भएको छैन भन्दाखेरि पनि भएको छ, भएको छ भन्दा पनि भएको छैन। यो यस्तै अलिकति समस्याहरूमा कुरा अगाडि बढिरहेछ। जसरी हिजोका दिनमा कैयौं बाधा व्यवधान अप्ठ्याराहरू रहेर पनि हामीले यो देश नेपाललाई आफूभन्दा बढी माया गरेका थियौँ र गरेका छौँ र गरिरहनेछौँ। यो सबै कुराहरू बुझ्दै जाँदा एउटा लामो टुङ्गोमा पुग्न सकिन्छ। म तपाईँहरूलाई क्रमशः केही कुराहरू सेयर गर्दै जानेछु। तपाईँहरू भन्न सक्नुहुन्छ यसले आफ्नो मात्र कुरा गर्छ, होइन। पहिला सुरु तपाईँहरूले आफ्नो नेतृत्वलाई बुझ्नुपर्छ। जो नेतृत्व भए पनि तपाईँहरू जसरी अगाडि बढे पनि त्यो नेतृत्वको बारेमा बुझ्नु भएन भने त्यो नेतृत्वले तपाईँलाई एक दिन लगेर खाल्डोमा हाल्छ। म चाहन्न कि मसँग फेरि त्यही घटना दोहोरियोस्। हिजोका दिनमा जसरी एउटा गरिब परिवारमा जन्मिएको यो पिउनको छोरो सयौं अप्ठ्यारा बाधा व्यवधान गरिब परिवारमा जन्मिँदाखेरि हुन सक्ने सबै खालका समस्याहरू जुन तपाईँले पनि भोग्नु भएको छ, भोग्नु भएको थियो र भोग्नु हुनेछ। यता सयौं समस्याहरूलाई पार लगाएर सबै समस्याहरूसँग जुझ्दै कसरी आफ्नो ठाउँबाट यो देशलाई योगदान दियो भन्ने कुरा एउटा चासोको विषय हुन सक्छ भन्ने लाग्छ। त्यही कुरालाई म केही मात्रामा आफूले जानेका आफ्नो अनुभवबाट सिर्जित केही ज्ञानहरू, केही ज्ञान पनि नभनौँ, आफ्नो अनुभवबाट सिर्जित केही कुराहरू तपाईसँग सेयर गर्न चाहन्छु। अब बुद्धहरूले गर्ने यही हो, आफ्नो अनुभवजन्य ज्ञानबाट केही कुरा सेयर गर्ने। अब कसैले बुझ्छ, बुझ्दैन, बुझ्न चाहन्छ, चाहँदैन, सत्य उसको खोज हो कि होइन, प्रेमको राजमार्गमा उड्न चाहन्छ, चाहँदैन, त्यो उसको पाटो भयो, त्यो उसको पाटोमा म प्रवेश गर्न चाहन्न। त्यो उसको जिम्मा। यदि शान्तिको मार्गमा, प्रेमको मार्गमा, सत्यको मार्गमा हिँड्छ भने उसले पाउने प्रतिफल एउटा हुन्छ, होइन। अब झुटकै मार्गमा, सदा अशान्तिकै मार्गमा हिँडिरहने हो भने त्यसको प्रतिफल अर्को हुन्छ। मैले भन्नै परेन। केही कुराहरू छन् म तपाईँहरूलाई सेयर गर्नु मेरो बाध्यता बुझिदिनु होला। कृपया मेरो बाध्यता बुझिदिनु होला। किनभने यति लामो समयमा मानिसहरूले, ती दिव्यजनहरूले, ती दैवीजनहरूले केही कुराको आशा भएको छ। यो मेरो चाहना होइन, मबाट आशा गर्नुहोस् भनेर मेरो चाहना होइन। म त एउटा सत्यको खोजमा हिँडेको एउटा यात्री हुँ, यात्री थिएँ। त्यसै गरी भोलिका दिनमा कोही सत्यको खोजमा हिँड्दै जाँदाखेरि ऊ लड्दाखेरि, ऊ अप्ठ्यारोमा पर्दाखेरि, ऊ सयौं बाधा व्यवधानमा पर्दाखेरि मभन्दा अगाडिका मान्छे कसरी उठेका थिए, ती अप्ठ्याराहरूलाई कसरी सामना गरेका थिए, ती
चुनौतीहरूलाई कसरी अवसरमा बदलेका थिए भनेर कसैले सानो मात्र पनि जानकारी लिन चाह्यो भने मेरो जीवन एउटा 2 जना 3 जनाको लागि मात्र भए पनि परिवर्तन गर्न लायक बन्यो भने अथवा बनेन भने पनि मैले मेरो कुरा चाहिँ राख्न पाउनुपर्छ। त्यति हो मेरो कुरा। मैले मेरो कुरा राख्न पाउनुपर्छ। समस्या ठुलो छ, लडाईँ जटिल छ। प्रत्येक व्यक्तिको जीवनमा घट्ने घटनाहरू, प्रत्येक व्यक्तिको भित्र मच्चिने महाभारत र बाहिरी संसारमा उसले फेरि जुझ्नुपर्ने भिड्नुपर्ने अर्को महाभारत, यसरी 2टा महाभारत उसले निरन्तर लडिरहेको छ। एउटा महाभारत आफूभित्रको, अर्को महाभारत बाहिरी संसारको। यो दुईटै महाभारतलाई कसरी जित्ने, कसरी त्यो महाभारतहरूलाई आफ्नो पक्षमा ल्याउने, यो 2टा महाभारतको चक्रव्यूह, महाचक्रव्यूहबाट कसरी आफूलाई पार लाउने कुरा यो हो। हामीले भन्ने गरेका छौँ प्रत्येक मानिस एउटा पूर्णतातर्फ अगाडि बढ्न सक्छ। हो, चुनौती आउँछन्, यो चुनौतीमै रमाइलो पनि छ, चुनौतीमै आनन्द पनि छ। लडाईँको मजा सिंहासनमा बसेर आउँदैन। लडाईँको मजा भनेको लड्नुमै आउँछ। त्यो लडाकुहरूको चरित्र हो। जति लड्नमा उनलाई सत्यको पक्ष लिएर, सत्यवादी भएर, प्रेमपूर्वक, न हतियार, न खुडा, न बन्दुक, न तरवार, न बम, न मिसाइल, केही नलिकन लड्दाखेरिको जुन आनन्द छ, त्यो आनन्द पक्कै अतुलनीय छ। म मेरा केही कुराहरू राख्ने अनुमति चाहन्छु, क्रमशः राख्दै जानेछु। मेरा जीवनका केही भोगाइहरू। अब मैले मेरो कुरै नै त गर्ने हो। मैले मेरो जे भोगेँ त्यो मैले त्यही नै त भन्ने हो। अब तपाईँलाई रुचि छैन, रुचि छ, त्यो फरक बाटो। कोही भन्नुहुन्छ त 23 वर्षमा दरस्तम्भ बनिस्, दरस्तम्भ 23 वर्षमा एउटा गरिबको बच्चो, एउटा पिउनको छोरो कसरी बनिस् भन्नुहुन्छ। म केही कुराहरू तँलाई कसरी त्यसले योग्य ठान्यो, पाञ्चाङ्गमा समेत त्यो लेखिन कसरी तैँले बाध्य बनाइस्। याद गर्नुहोस्, कसैले कसैलाई रहरले महान मान्दैन। कसैले कसैलाई रहरले महान मान्दैन। फेरि महान बनाउने, महान बाध्यता दिएर महान गर्ने पनि होइन। बाध्य बनाएर त मलाई महान मान भन्ने पनि होइन। त्यो आफ्नो कर्मले कसरी हुन सक्छ, त्यो कुराहरू म केही सेयर गर्छु। 2 जना 3 जनाको जीवनमा पनि थोरै मात्र उज्यालो आयो भने मेरो यो कर्म, मैले यो भनेका केही कुराहरू कसैलाई हृदयमा थोरै मात्र छोयो भने पनि ठिक छ। त्यसमा मलाई कुनै आपत्ति छैन। कुनै खुसी एउटा कुरा होला, मैले यो अपेक्षासहित गरेको पनि छैन। भोलि म भाइरल हौँला अथवा सयौँले मन पराउलान्, यो अपेक्षासहित पनि गरेको छैन। सत्यको यात्रा एक्लै नै पार गर्नुपर्ने रहेछ। सत्यको यात्रामा धेरै कम सायद एउटा हातमा गर्ने औँला बराबर पनि तपाईँले साथ पाउनुहुन्न। तपाईँले एक्लै धेरैचोटि लड्नुपर्छ, एक्लै लड्नुपर्छ।
तर जब तपाईँ विजयी बन्दै जानुहुनेछ तब ती सत्यका अरू तपाईँ जस्तै सत्यका खोजी गर्नेहरू कसरी भए त भन्ने एउटा जिज्ञासामा तपाईँलाई प्रश्न सोध्छन्। स्वाभाविक छ, यात्रा लामो छ। फेरि यो हिजोको आजको कुरा होइन, यो कुरा हिजोको आजको कुरा होइन। यसको लामो इतिहास हुन्छ, प्रत्येक कुराको लामो इतिहास हुन्छ, जन्मौँ जन्म र भोलिका दिनको लागि पनि जन्मको लागि अर्को इतिहास हुन्छ, भविष्यको इतिहास, जुन तपाईँ अहिले मझधारमा हुनुहुन्छ। म पनि मझधारमा छु। एउटा सङ्घर्षपूर्ण इतिहास र स्वर्णिम भविष्य व्यक्तिको लागि होइन, एउटा व्यक्तिको लागि होइन। सङ्घर्ष व्यक्तिले गर्छ, तर जब सङ्घर्षबाट ऊ पार हुन्छ तब सारा जीवन सामूहिकताको लागि, समूहको लागि, राष्ट्रको लागि, विश्वको लागि, मानवताको लागि अर्पित हुन्छ। मैले भने मलाई भाइरल हुनलाई यो गरेको होइन, मैले भाइरल हुनसँग कति पनि रहर छैन, मलाई भाइरल हुनु नै छैन। म त मेरो साधनामा, म त मेरो एकान्तमा, म त मेरो सत्यमा रमाइरहेको छु। अब कसैले सोध्नुहुन्छ भने आफूले जानेको थोरै बहुत के जानेको छु, मेरो जीवनको अनुभवले के भनेको छ, त्यो अनुभवबाट म केही कुरा सेयर गर्ने हो, केही कुरा भाग लाउने हो। उहाँलाई त्यो मनपर्छ पर्दैन त्यो उहाँको बाटो भयो। क्रमशः मेरो कुरा राख्दै जानेछु। तपाईँको कुरा सुन्न इच्छुक छु म, तपाईँको कुरा सुन्न इच्छुक छु। तपाईँ पनि सेयर गर्नुहोस्, आफ्नो कुरा सेयर गर्नुहोस्, आफ्नो अनुभवको कुरा सेयर गर्नुहोस्। त्यो यसमै आधिकारिकता हुन्छ। बनावटी कुरा, छलछाम, ढाँटका कुराहरू, असत्यका कुराहरू केही समय मिठो हुन्छन्, तर त्यसले कालान्तरमा कसैलाई पनि फाइदा गर्दैन, खुद उसलाई पनि फाइदा गर्दैन, उसैलाई फाइदा गर्दैन। पहिलो त खुद उसैलाई फाइदा गर्दैन, त्यो कुराहरू छ। धन्यवाद, नमस्कार।